ब्याट्री कसरी रिमुभ गर्ने भिभोको जुनसुकै मोडलहरुमा पनि एउटै तरिका हुन्छ। कुनै पनि तीखो चीजहरुले ब्याट्री रिमुभ गर्नु हुँदैन कहिले पनि। यदि तीखो चीजले ब्याट्री रिमुभ गर्दाखेरि यसमा अलिकता असर पुग्यो भने आगो लाग्छ, ब्याट्री खराब हुन्छ र फोन पनि बिग्रिन्छ। त्यसको लागि फुल भिडियो हेर्नु होला कसरी ब्याट्रीलाई एकदम सिम्पल तरिकाबाट कुनै पनि केमिकलहरु नहालिकन रिमुभ गर्ने म तरिका सिकाउँदै छु। च्यानललाई लाइक, कमेन्ट, सब्स्क्राइब, शेयर गरिदिनु होला। सबैभन्दा सुरुमा त हामीले यसको ब्याट्री कनेक्टरलाई रिमुभ गर्नुपर्ने हुन्छ। यदि यो कनेक्टर रिमुभ गर्नुपर्ने हुन्छ। त्यसपछि सबैभन्दा सुरुमा चाहिँ हामीले यहाँनिर पेपर देख्न सक्छौं। यो हरियो कलरको यो पेपरलाई साइडबाट हामीले यसलाई मोडेर आफूतिर तान्नुपर्छ यसरी। त्यसपछि यो हरियो पेपरलाई आफूतिर यसरी तान्ने। सुरुमा ब्याट्री कनेक्टरलाई रिमुभ गर्ने एकदमै जोडसँगले कम्पनीले लगाएको हुन्छ। यो ब्याट्रीलाई आफूले साइडमा राखेर प्रेस गर्ने यो पेपरलाई तान्ने आफूतिर। यो तरिकाबाट प्रेस गरेपछि ब्याट्री एकदम सिम्पल तरिकाबाट कुनै पनि असर नपुगिकन ब्याट्री रिमुभ भइसकेको छ। कुनै पनि असर नपुगिकन ब्याट्री रिमुभ भएको छ। यसैगरी हामीले सम्पूर्ण भिभोको मोडलहरुलाई ब्याट्री रिमुभ गर्न सक्छौं। आजको लागि यति नै। यस्तै भिडियो लिएर आउन मलाई सहयोग हुन्छ। सब्स्क्राइब गरिदिनु भयो भनेदेखि यदि जाँदै च्यानललाई लाइक, कमेन्ट, सब्स्क्राइब, शेयर गर्दै जानु होला।